निर्णय आउन सक्छ हामी अनुमान अब भने टाई ब्रेकरको माध्यमबाट खेलको विजेता टुङ्गो लगाइनेछ। युवा तथा खेलकुद विकास समिति रतुवामाई आयोजक टिम रहेको छ। आयोजक टिमको गोलकिपर रोशन कार्की रहेका छन् भने उर्लाबारी फुटबल क्लबका गोलकिपर योगेश रहेका छन्। अब खेलको विजेताको निर्धारण टाई ब्रेकरबाट गरिँदैछ र बल प्रहारका लागि सर्वप्रथम उर्लाबारीका अनुप शिवा तयारी अवस्थामा देखिन्छन्। यति बेला अनुपले गोल गर्न सक्छन् या सक्दैनन् हेर्न बाँकी छ र यो प्रहारले जाली चुमेको छ। त्यसै गरी आयोजक टिमका तर्फबाट बल प्रहारका लागि जङ्ग खड्का तयार देखिन्छन्। जङ्ग खड्काको प्रहारले जाली चुम्छ या चुम्दैन कमेन्ट गर्नुहोला। र जङ्गको यो प्रहारले पनि जाली चुम्दै समान एक गोल गर्न सफल दुवै टिम। त्यसै गरी उर्लाबारी फुटबल क्लबका आयुष श्रेष्ठ बल प्रहारका लागि अगाडि बढेका छन्। आयुष श्रेष्ठको यो प्रहारले पनि सहजै जाली चुमेको छ। त्यसै गरी आयोजक टिमबाट सञ्जय धिमाल एक मात्र गल्ती निकै भारी पर्न सक्छ दुवै टिमका लागि। सञ्जय बल प्रहार गर्ने तयारीमा र सञ्जयको यो प्रहारलाई रोकिदिएका छन् विपक्षी टिमका गोलकिपर योगेशले। समान बल प्रहार गर्दा एक गोलले पछाडि परेको स्थितिमा आयोजक टिम उर्लाबारीका रोशन तामाङ बल प्रहार गर्दै र उनको बलले पनि उनको प्रहारले पनि जाली चुमेको छ। अबको क्रममा आयोजक टिमको तर्फबाट बल प्रहारका लागि अगाडि बढ्दैछन् एकराज बुढाथोकी। एकराज बुढाथोकी पक्कै दबावमा रहन्छन् नै। एक मिस भइसकेको स्थिति छ आयोजक टिमका लागि। त्यसैले आयोजक टिम निकै दबावमा र उनको यो प्रहार बाहिरिन पुगेको छ। यो ब्याड लक भन्न पर्छ आयोजक टिमलाई। होम ग्राउन्डमा यति धेरै स्थानीय दर्शकहरूको साथ पाइरहेको छ आयोजक टिमले।
उर्लाबारी एफसीका निश्चल बस्ने त्यति बेला बल प्रहार गर्ने तयारीमा। निश्चलको यो प्रहारले पनि सजिलै जाली चुमेको छ र यो सँगै आजको खेलको विजेता बन्न सफल भएको छ उर्लाबारी फुटबल क्लब। बधाई छ उर्लाबारी फुटबल क्लबलाई र